लो अब सुरु गरौँ है इस्कुस पार्टी दिदी आउनुहोस् है लो भाइ बनाउँदै मन भाइ मलाई अनि लाउँदैन सबलाई छेल्यो क्या आउनु पर्ने सुरु गरे हामीले चिनै लागेन रहेछ लास्टको मात्र जल्दी दिदी झन्डै ट्रोफी पठायौँ हामी चाहिँ अब यहाँ चियारा स्कुल सुरु भयो फर्स्ट युट्युब ब्लगर सेकेन्ड युट्युब ब्लगर थर्ड सिक्किमको इस्कुस हो यो चाहिँ है गाइस एकदम मिठो छ अब तपाईँहरूलाई चाहिन्छ भने दिदीसँग सम्पर्क गर्नु होला है इस्कुस चाहिँ होइन अचार चाहिँ होला अचार सोर्टिनीको अचार इलामको अचार चाहिँ यो डल्ले खर्सानी पेस्ट हो है हुन्छ अहिले मात्रै फेरि बिहान सदा हुन्छ कुकरले हामी ए तातो जाडोमा हो बनाएको मात्रै डाइरेक्ट होइन हाल्दाखेरि भाइको युट्युबमा सेयर गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् तपाईँहरूले कस्तो लाग्यो है हामीले इस्कुस खाएको हामीले एकदम अर्ग्यानिक तरिकाले खाँदैछौँ है साथीभाइ हो सब्सक्राइबर यसमा चाहिँ कुनै पनि आर्टिफिसियल छैन अर्ग्यानिक भयो पानी पनि अर्ग्यानिक भुइँको पेलेको पानी युरिया छैन हौ एकदम गोबरको मलबाट ठुलो भएको सक्यो अचार अर्को संस्थानमा त्यसको उयो भित्रको दानाको दामी मिठो हुन्छ यसलाई के भन्छ अरे अघि कोकोले खाए पठाएको बुद्धि भने मलाई पो हेर्छ युट्युबमा चल्दैछ बुढी बुद्धि भन्ने के भने बुद्धि भन्ने यस्तै हो मेरो अर्ग्यानिक हो भन्नु हुँदैन है उहाँ भन्नुपर्छ नि उहाँ मेरो अर्ग्यानिक कतिले मन पराउँदैन नि बुढीलाई यो भनेको यतिको भन्छ साह्रो पो छ त गाइस तपाईँहरूले भन्नुहोस् होइन के भन्नु पर्ने मैले होइन के भन्दा ठिक हुन्छ कमेन्ट गरिदिनुहोस् कमेन्टमा बताइदिनु होइन अगाडि आउनु न तपाईँ चाहिँ मेन देखेकै छैन होइन देख्यो ऊ छेलीलाई कति काठी छ तपाईँ त अलिक अगाडि आउनु न त्यो लिम्बुनी त कहीँ दिएन मैले कहाँ हुन्छ त्यसरी जान्छ साह्रै लिम्बुनी लाग्यो हो है लाग्ने बुढाले थाङ्न गाइस तपाईँहरूले भन्नुहोस् बुढाले सुताउँछ कि बुढीलाई थाङ्नामा सुताउँछ अहिलेको जमानामा है ल नराम्रो सुनिन्छ अरे सत्य कुरा बोल्दा त मान्छेलाई कहाँ पच्छ त है हेर हेर भित्रभित्र हाँस्दैछ 2019 20 21 22 23 24 25 6 सालको भएछ नोरिसा यतिमा खत्तम बुझ्नेले अलङ्कार बुझिसक्यो नबुझ्नेले अन्त होइन सत्य कुरा त खोलिन्छ त युट्युब ब्लगमा त हो किन भन्नु अर्ग्यानिक पुरै हुन्छ कसरी लप परेको भन्नु नि त हाम्रो चाहिँ लभ म्यारेज हो कि त्यही भएर लभ म्यारेज गऱ्यो भने चाहिँ पछि भन्छ एक दिन भन्नु यस्तै हुँदो रहेछ कि एरेन्ज म्यारेज गर्ने लभ म्यारेज गरेपछि चाहिँ के भन्दो रहेछ यस्तै हुँदो रहेछ तपाईँहरूले कथाहरू बुझिहाल्नु माया पहिल्यै मायाले सञ्चार थाम्दैन गाइस यो इस्कुस चाहिँ नि जति खायो उति खानु मन लाग्ने के छ यसमा हो पानी इस्कुसमा पानी अब हाँस्छ पो अनि इस्कुसमा एकदम पानी हुँदैन त किडनीको लागि राम्रो अरू तपाईँहरूलाई को कोलाई मनपर्छ कमेन्ट गरिदिनु होला है तर चिसो लाग्ने पानी चाहिँ खाँदैन है इस्कुस आलु भन्दा इस्कुस राम्रो हो ला अनि मलाई चिसो लागिरहेछ त नाक बन्द भएको बुढोलाई कहाँ चिसो लाग्छ इस्कुसको मोमो मिठो हुन्छ इस्कुसको मोमोले हामीले भर्खरै मात्रै इस्कुसको मोमो खाएको थियौँ है
गाइस यसको पाटमा लाग्छ हेर्दिनु यसको भिडियो पनि मैले हालेको थिएँ मोमोको होइन जो मैले मोमो बनाएको उनीहरूले गएर हेर्दिनु होला तपाईँहरू नयाँ हुनुहुन्छ सब्सक्राइब गरिदिनु होला है गाइस यो चाहिँ देख्नुभएको थाहा छ लताउला इस्कुसको दाना है त्यो एकदम दामी हुँदो रहेछ क्या पकाएर पनि मिठो बोइल गरेर पनि मिठो जसरी खाना काँचै खाना पनि मिठो हो यो तपाईँ चाहिँ आउनु त नभएको त छिटो आउनु कस्तो बाँकी है म अलिक अगाडि आउनु न भाइ देखिँदैन अरे फेरि हो यो खोर्सानी फेरि हो म त के भयो खोर्सानी पिरै हुँदैन मिठो हुँदा गुलियो हुँदा खोर्सानी त के भएको यो दिदी म माथिबाट आउँछु र माथि बनाउँदै बनाउँदै अलिक मेरो ढाड देख्यो हो गाइस अहिले यसो फर्नु गरौँ न होइन किन हाँसेको यो मेरो बुढी यो पाराले चाहिँ बुढा छोडिन्छ एकदम उसमा सिङ्गल भाउ कसैलाई चाहियो भने कमेन्टमा अब फोन नम्बर लिनु है अब युट्युबबाट पैसा कमाउँ भनेको बुढीहरूले अब दागा धरिहाल्छ हो गरी खान नदिन दामी दिदी हेलो दिदी बहिनीहरू सबैलाई कता नै अर्को भिडियो हुँदैछ यहाँ फोनको यस्तो दुःख छ स्ट्यान्ड छैन हामीसँग बाख्राको नयाँ गरेको भन्नु आइफोन त्यस्तो आउँछ क्या किन त्यहाँ सुन यस्तो पुरुक उफ्रिँदैछ त्यो आवाज आउँदा हिरा उफ्रिँदैछ दिदीले भनेको अनि हिरा हानेको डायमन्ड होइन डायमन्ड गाइस डायमन्ड नै हो लिम्बूहरूले फेरि गलत नसोच्नु होला म त अगाएँ त गाइस मिठो दामी अब अगायो है गाइस अब चाहिँ आज इस्कुसदेखि स्टार्ट भयो कति बज्यो अहिले 10 पो बजिसकेछ आन्द्रा भाले तिते आज चाहिँ फेरि अब हल्का हुन्छ ल गाइस दोबारा भेटौँला नेक्स्ट टाइम बाई